यो मेसिनमा के 9 केजीको वासिङ मेसिनमा 9 केजीको कपडा अट्छ कि अट्दैन, धुन्छ कि धुन्न? यो कस्तो छ भन्दाखेरि हजुरले 9 केजीको मेसिन त लिएर आउनुभयो होइन, लिएर आइसकेपछि के हुन्छ भने 9 केजी कपडा हाल्दाखेरि कपडा फुल टाइट हुने भयो होइन। अब कस्तो हुन्छ भन्दा यो ड्रम 100% छ भने यसको 70% चाहिँ कपडा हाल्नु पर्यो, 30% खाली छोड्नु पर्यो, किनकि कपडा फेटिनको लागि पनि अलिकति स्पेस त चाहिन्छ। हो त्यो भएको कारणले गर्दा अब 100% नै 9 केजी नहाल्नुहोस्, किनकि टोटल हजुरको पानी पनि जोडिनु पर्यो, कपडा पनि जोडिँदाखेरि वेट बढी भयो भने हजुरको सक्करहरूमा समस्या आउन सक्छ होइन। त्यही भएर अब हजुरले अलि मेसिनलाई केयर गर्ने हो, मेरो मेसिन लामो समयसम्म चलाउने हो भन्नुहुन्छ भने 70% कपडा हाल्नुहोस्, 30% चाहिँ खुल्ला गरिदिनुहोस् अलिकति होइन। यसो मजाले त्यसपछि राम्रो कपडा पनि धुन्छ, राम्रोसित फेर्छ पनि कपडा होइन, त्यो पनि राम्रो हुन्छ होइन। अब यस्तै वासिङ मेसिन सम्बन्धी भिडियो हेर्नको लागि मेरो टिकटक आइडीलाई फलो गर्नु होला। यदि तपाईँ युट्युब च्यानलमा यो भिडियो हेर्नुभएको छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, किन यस्तै जानकारीमूलक भिडियोहरू मैले बनाउँदै आइरहेको छु र बनाउँदै आउनेछु होइन भन्न चाहन्छु है त।